गाइस अब हामीले बनाउन आँटेको छु हो अब त्यो रेडी तपाईँहरूले देखाउँछु कस्तो के हुन्छ प्रोसेस भनेर हामीले त्यस्तो बनाउनु त आउँदैन गाइस हो बनाउनु गएको चाहिँ गाइस कसको लागि बनाएको होला हामीले मैले कसको लागि बनाइदिएको होला यो त मैले दिएको लागि बनाएको बुके हो त्यसको बर्थडेमा दिनु पाएन गाइस बुके हो किनकि मैले मगाएको थिएँ नि त त्यो ढिलो आयो मगाउँदै हो अगाडि मगाएको थिएँ अस्तिको दिन आएको होला हो ढिलो आयो त्यही भएर बर्थडे दिनु नपाए पनि म अहिले दिँदैछु हो बर्थडे दिन दिनु भने अहिले दिँदैछु किनकि बुके पनि दियोस् भनेर रिजर्भ गर्छ नि त यु डिजर्भ दिस बुके मेरो इङ्ग्लिस गाइस रिजर्भ गर्छ नि त बुके त्यसले मलाई रेड दिएको थियो म त्यसलाई पिङ्क दिँदैछु किनकि मैले रेड दिन्थेँ कि रेड नदिएको मैले किनकि सेम कलर हुन्छ भनेर मैले नदिएको यो बोल्दैछु पुरा सेम हुन्छ भनेर अब त्यो पुग्यो मैले त्यसले मलाई देख्यो मैले त्यसलाई दिएको त्यस्तो हुन्छ नि त भिडियोमा पनि होइन भिडियो त बनाउनु पऱ्यो गाइस त्यही भएर हो तपाईँहरूले देखाउँछु नि त म गिफ्टको अनबक्सिङ भिडियो पनि देखाउँछु तपाईँहरूलाई हो यसको मैले पिङ्क कलर देखेँ पर्पल दिन आँटेको थिएँ कि पर्पल बुकेमा जस्तो खास त्यस्तो लागेन नि त पिङ्क दामी दिएको थियो कस्तो हुन्छ त्यसको रिभ्यू गाइस दिएको छु तपाईँलाई ल भाइ ये सेकेंड डे हम लोग का जो हम लोग ने ये बनाया है ये सेकेंड डे ठीक है हेलो गाइस ये तो डे 2 ब्लॉग हो गाइस हामीले जुन बनाएको थियो डे 2 ब्लॉग गाइस हामीले चाहिँ यहाँ बनाउँछु गाइस कस्तो हात पोलेर हो बनाइदिएको कस्तो हात पोलेर हात कस्तो पोलेर गाइस है हामी त एक्लै दुईजना एक्लै हाँस्दै एक्लै हाँस्दै गाइस हामी त एक्लै हाँस्दै बोल्दै हो दुईजना पागल हुन आँटिसक्यो एक्लै हिन्दी बोल्दै हो एक्लै बोल्दै हाँस्दै हो यो बनाउँदै यो तातो भएर के भन्दै हेर्नु गाइस यतिवटा तालिसक्यो हामीले हो हात पोलेर अझै यहाँ चट्टा बनि बन तस्बिर पनि बनाइन्छ हो अन्त यहाँ हेर्नुहोस् यहाँ दुईवटा बनिसक्यो यस्तो हुन्छ गाइस यसरी चाहिँ यहाँ टालेर होइन यति मेहनत गाइस यो बनाउनुको लागि छैन रहेछ कोही मेहनत छैन अरे गाइस यो बनाउनुको लागि पुरा मेहनत लाग्दो रहेछ हो म त सच्ची मैले त हरेस खाइसकेँ त्यही बनाउँदिनँ भनेर हो किनकि हामीले फर्स्ट ट्राई गर्दा चाहिँ भएको थिएन कस्तो मोटो र मोटो भयो कम ज्यादा भएछ हो अन्त हामीले त हरेस खाइसकेँ बनाउँदिनँ भनेर अन्त सुनेर भने ल भने आएदेखि त त्यो रोज उयो रोज देखाएर चाहिँ अलिक भए पनि जस्तो अलिक अलिक भए पनि खुसी लाग्यो अनि गाइस बनाउँछु हेर्नुहोस् न गाइस हामीले बुक बनाउँछु हो लास्ट हो होइन अन्त बेला बनाउँछु बहिनीले बनाइदिन्छ हो पनि पुरा हेल्प गर्दैछ हाम्रो यहाँ बसेर बनिँदै हो पुरा हेल्प गरेको बनाइदिनुको लागि हामीले आएन त्यस्तो हेर्नुहोस् अहिले पनि गर्दैछ स्टिल बेलुका भइसक्यो हो हामी त हेर्दै छु अब दियाले भर्खर गाइस दियाले भर्खर सरप्राइज हामी बनाउँदै थियो हो म तर्सेँ क्या कालेबुङ भाइ म हो तर आउँथेँ नि भित्र हो यो बनाउँदै थियौँ नि त हामी त्यही भएर हामी सबैलाई भित्र फालेर हो अन्त हामी तर लुक्नु थालेको देखिहाल्यो नि हो गई भएर यो चाहिँ होइन तर भुलिदिन्छु होला हो यस्तो चाहिँ यस्तो चाहियो भने भन्नुहोस् कमेन्ट गर्नुहोस् सबैजना हो मैले बनाइदिन्छ बहिनीले के बहिनीले बनाइदिन्छ बहिनीले अर्डर दिनुपर्छ है बहिनी लिलीहरू बनाइदिन्छु के हुन्छ नि त्यो यसको बनाइदिन्छ गाइस अर्डर गर्नुहोस् कमेन्ट गर्नुहोस् चाहियो भने भनिदियो भने भनिदियो भने म के भन्नु कमेन्ट गर्नु होला चाहियो भने कसैलाई रस रेडमा चाहियो कि पिङ्कमा चाहियो कि व्हाइटमा चाहियो कि ब्लूमा चाहियो कि